जो मान्छे आफ्नो हारमा पनि रोएन भने उसले जितको लागि कहिले इमान्दारीपूर्वक तयारी गरेको नै थिएन। किन रुन्छ उ? यदि तपाईँले हार्नुभयो, परीक्षामा फेल हुनुभयो, काम बिग्रियो, सपना अधुरै रहे, तर पनि तपाईँलाई मन लागेन भने त्यो हार तपाईँको लागि साँचो थियो। र सुन्नुहोस्, पछुतो कसलाई हुन्छ थाहा छ? जो इमान्दार मानिस, जसले साँच्चीकै मेहनत गरेको थियो, दिन रात एक भएर कामको सङ्घर्ष गरेको थियो र उसले सोचेको जस्तो रिजल्ट नआएपछि ऊ भित्रबाट रुन्छ। अवश्य रुन्छ नि। र मान्छेले भन्छ नरु, तर कसरी नरु? यदि कसैले दिन रात लगाएर काम गर्यो, अन्तिम साससम्म कोसिस गर्यो, तर जब सफलता हात लाग्दैन त्यो मान्छे रातभर हुन्छ। जब सफलता मिल्दैन नि, उसले गरेको मिहिनेत हुन्छ, त्यो मान्छे रातभरि हुन्छ। तर फरक के हो थाहा छ? जो आँसु बिहानको घाम लाग्नु अघि पुग्छ, रातभरि हुन्छ नि, रातभरि हुन्छ। जो बिहान घाम लाग्नुभन्दा अघि को आँसु सुकिसकेको हुन्छ र बिहान फेरि उठ्छ र भन्छ चल झुकेर नै लडेगा।